कुनै एउटा मिठो खानेकुरा ल्याएर अगाडि राखिदियो भने खाएको छ। अनि कुनै एउटा सिरिज नेटफ्लिक्समा सुरु गर्नुभयो भने हेरेको छ। र आफूलाई मनपर्ने कुनै काम सुरु गर्नुभयो भने बिहानदेखि बेलुकासम्म गरेको छ। तर यो हामीलाई किन हुन्छ त? किनभने हाम्रो ब्रेनले यतिखेर इन्स्ट्यान्ट रिवार्ड र प्लेजर पाइरहेको हुन्छ र यसलाई साइकोलोजीमा डोपामिन लुप भनिन्छ। हाम्रो ब्रेनले चाहिँ बारम्बार त्यो रिवार्ड र प्लेजर खोजिरहन्छ। त्यसैले हामीले थाहा नै नपाए ओभर इट गरिरहेको हुन्छौँ, कुनै कुरा ओभर वाच गरिरहेको हुन्छौँ र कुनै कुरा ओभर डु गरिरहेको हुन्छौँ। तर त्यो लुपलाई कसरी ब्रेक गरिदिने त? पहिलो अवेरनेस कि म एउटा लुपमा छु भनेर बुझ्ने। दोस्रो इन्टेन्सनल स्टप, सुरुमै एउटा लिमिट सेट गरिदिने। अनि तेस्रो डिस्ट्र्याक्सन ब्रेक, त्यो इन्भाइरोमेन्टबाट उठेर चेन्ज गरिदिने। किनकि हाम्रो कन्ट्रोल खोसिएको होइन है, हामीले ध्यान मात्रै नदिएको। चियर्स।